नमस्कार। बालन शाहको आकर्षण दिन प्रतिदिन जनताको मनमा बढ्दै गएको छ। उनको काम, निष्ठा र साहस देखेर जनतामा देश बदलिन्छ भन्ने आशा र भरोसा बढिरहेको छ। उनी आफ्नो खुट्टामा उभिन सक्ने, कसैको दबावमा नझुक्ने इमानदार र स्पष्ट व्यक्तित्व हुन्। उनी भ्रष्टाचार गर्दैनन् र कुनै शक्तिशाली समूहसँग पनि झुक्दैनन्। लामो भाषण र खोक्रा बाचाबाट आजित भइसकेका नेपाली जनताले अन्त काम गरेर देखाउने नेतृत्व भेटेका छन्। त्यसैले उनको लोकप्रियता बढेको हो। उनी काठमाडौँ महानगरपालिकाका मेयर हुँदा सबै समस्या एकैचोटि समाधान गर्न नसके होलान्, तर जति गरे नतिजा देखिने गरी गरे। यही कारण हो कि उनी मिडियामा नदेखिँदा पनि मिडियामा उनको नाम गुन्जिरहन्छ। यही लोकप्रियता अरू पुराना राजनीतिज्ञहरूलाई मन परेको छैन, किनकि जनताको भरोसा अब उनीहरूमा हटेर बालनमा सरेको छ। आफ्नो स्वार्थ र पहुँच गुम्ने डरले उनीहरूले बालनलाई कसरी कमजोर पार्न सकिन्छ भन्ने खोजिरहेका छन्। तर जति बढी उनलाई रोक्ने प्रयास गरिन्छ, उति नै उनको क्रेज बढ्दै गएको छ। साँचा कुरा के हो भने बालनको लोकप्रियता कसैले बनाइदिएको होइन, यो त उनले गरेको काम देखेर जनताले दिएको माया, सम्मान र विश्वास हो। राम्रो काम गर्ने नेतृत्वलाई जनताले आफै पुरस्कार दिन्छन्। आज बालन त्यसैका उदाहरण बनेका छन्। धन्यवाद।